गाउँपालिकाको यस्तै प्रशासकीय भवनको एकछिन अगाडि हामीले उद्घाटन गर्ने अवसर पायौँ। यसरी हेर्दा एकातिर निरङ्कुश तन्त्र र जहानिया राणा शासनका विरुद्ध त्यति बेलाको अवस्थामा विद्रोहको झन्डा उठाएर बलिदान हुने लखन थापा र अर्को नेपाल राष्ट्रको स्वाधीनता, आत्मसम्मान, भौगोलिक अखण्डताको रक्षाका निम्ति अङ्ग्रेजसँग झुक्न हुँदैन भनेर पन्जाबका त्यति बेलाका राजासँग संयुक्त मोर्चा गर्ने, त्यति बेला अफगानिस्तान र रुससँग पनि कुराकानी गर्न अगाडि बढ्ने हिम्मत गर्ने भीमसेन थापा सामान्य कुरा होइन। त्यति बेला संयुक्त मोर्चाको अवधारणा अङ्ग्रेज विरोधी जो छन् भारतमै भएका थुप्रै त्यस्ता देशभक्तहरूसँग पनि मोर्चा गरेर भए पनि अङ्ग्रेजलाई धप्ने त्यस्ता विभूतिको नाममा भएको यो गाउँपालिका। मेरो भनाइको तात्पर्य के हो भने एउटा निरङ्कुशता विरोधी लडाईँको विद्रोही उसको नामको पालिका, अर्कोतिर राष्ट्रको स्वाधीनताको निम्ति लड्ने र प्रशासनलाई सुव्यवस्थित गर्नुपर्छ भन्ने एउटा त्यस्तो पहिलो पात्रहरूको नाममा राखिएका दुईटा पालिका भवनको उद्घाटन गर्दा मलाई साँच्चै भन्दा गर्वको महसुस भएको छ। र यो नामाकरण गर्ने यहाँका जनता या यहाँका राजनीतिक नेतृत्वका साथीहरूलाई पनि र आज यो पालिका भवन बनाएर त्यसको उद्घाटनको निम्ति मलाई बोलाउने आयोजकहरूलाई पनि म हृदयदेखि धन्यवाद भन्न चाहन्छु।